सम्माननीय सभामुख महोदय, नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान सङ्घीय शासन संरचनाको सन्दर्भमा असान्दर्भिक देखिएका कानुनी तथा संस्थागत प्रावधानहरू खारेज गर्ने, कानुनी दोहोरोपना अन्त्य गर्ने तथा कम समय र लागतमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले प्रादेशिक विकास योजनाहरू कार्यान्वित गर्ने ऐन 2013, नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन 2014, आय टिकट दस्तुर ऐन 2019, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन 2052, वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन 2055 र राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण नियमावली 2070 खारेज गर्न तथा मूल्य अभिवृद्धि कर ऐन 2052, आयकर ऐन 2058 र भन्सार ऐन 2082 मा संशोधन गर्न आवश्यक भएको हुँदा यो विधेयक तर्जुमा गरी सङ्घीय संसद प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।